नमस्कार यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँलाई यो हेर्नु चिटिक्क मिलेको 3 आनाको रुमाल आकारको टुक्रा यो ठुलो हाइवे बाटोदेखि लगभग 2-3 किता भित्र भन्दा पनि हुन्छ रुटको गाडी चल्ने बाटोदेखि यो काठमाडौँमै रहेको जग्गा धनीलाई एकदमै अप्ठ्यारै परेको हुँदा किनेको मूल्यमै दिँदै हुनुहुन्छ है। आजको किमा रहेको जग्गा यही नै हो। जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु, हेर्न सक्नुहुन्छ। तपाईँलाई अगाडि बाटोदेखि नै देखाउँछु ल। बाटोको भागदेखि सबै देखाउने छु, जग्गा पनि देखाउने छु। तपाईले हेर्नु भने ढुक्कले लगानी गर्नुहुन्छ। यो मेन हाइवे बाटो है त। अगाडिको तपाईले देखिरहनु भएको यो हाइवे बाटो, भित्री बाटो टक्क 10 फुटे 18 फुटे बाटो है। सरी, यो भित्री बाटो 18 फुटे, अगाडिको मेन हाइवे बाटो, रुटको गाडी चल्ने हाइवे बाटो है त। ल हेर्नुस्, यहाँनिर छ हाइवे बाटो। तपाईलाई जस्ताको तस्तै देखाउँदै छु, बाटोमै लगेर देखाइदिने छु। हेर्न सक्नुहुन्छ है। यो चाहिँ बाटो, अब यो हाइवे बाटो, रुटको गाडी चल्ने बाटो है त। अब यति राम्रो हाइवे बाटो नजिकै भन्दा पनि हुन्छ। तुरुन्तै किनेर घर बनाएर आनन्दले बस्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् है त, यो हाइवे बाटो सर र घरै घरको बिचमा भन्दा पनि हुन्छ। घरै घर छ यो साइडमा पनि, यो साइडमा पनि हेर्न सक्नुहुन्छ है। तपाईहरुले यो हाइवे बाटो हेरिसक्नु भयो, पक्कै पनि मन पारिसक्नु भयो होला। अब तपाईहरुलाई यो हाइवे बाटोदेखि भित्रको बत्तीको पोल यहाँनिर छ, हेर्न सक्नुहुन्छ हैन। यहाँदेखि पारी जाने 18 फुटे बाटो। ल हेर्नुहोस् है त, टक्क यो बाटो जस्ताको तस्तै देखाउँदैछु। अगाडि बाइक रोकिरहेको ठाउँमा आजको बिक्रीमा रहेको जग्गा हो। यो साइडमा यस्तो खाले घर बनेको छ, तपाईहरु आफै पनि आउन सक्नुहुन्छ है हेर्नलाई। जस्ताको तस्तै जानकारी दिँदैछु। यो साइडमा घरहरू पनि बनेको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले यो घरहरू रहेको छ यो साइडमा, टक्क हेर्न सक्नुहुन्छ भने जग्गा चाहिँ यो अगाडि हाम्रो सरहरू उभिरहनु भएको हो। यो हाइटमै छ है, अलिकति हाइटमा रहेको हुँदा यो भ्यू पनि हेर्न सकिने, काम पनि बिहानदेखि बेलुकासम्म लाग्ने। अगाडिपट्टि ठ्याक्कै जग्गाको अगाडिपट्टि यति राम्रो घर छ, हेर्न सक्नुहुन्छ। यति राम्रो 3 तले घर टक्क अगाडि हाइवे बाटोमा टच भएको जग्गा चाहिँ यही नै हो। ल हेर्नुहोस् है, यो 18 फुटे बाटो अगाडिबाट उता गएको छ। यहाँ जग्गाको वाल यहाँदेखि यहाँसम्म आउँछ। ल हेर्नुहोस् है त, यहाँदेखि यहाँसम्म आयो यो वाल। यहाँ अरूको जग्गा छ, किला ठोक्नु भएको छ, हेर्न सक्नुहुन्छ। यो बिक्रीमा रहेको जग्गाको वाल, यो साइडमा रहेको जग्गाको किला है त, साँध हेर्न सक्नुहुन्छ। त्यहाँदेखि त्यहाँसम्म छ यो अर्को जग्गा हो, बिक्रीमा रहेको जग्गा। वरिपरि वाल लगाएको चिटिक्क छुट्टाएको यही नै हेर्न सक्नुहुन्छ। यहाँदेखि पछाडिसम्म है त। तपाईलाई जस्ताको तस्तै देखाउँदैछु। यो हाइटमा छ है, खोलो पहिरो जाने हैन, खोलाले बगाउने ठाउँमा हैन, हेर्न सक्नुहुन्छ। हाइटमा छ, उहाँ पारीको सम्म यहाँदेखि भ्यू देख्न सक्नुहुन्छ भने यहाँदेखि हेर्न सक्नुहुन्छ। यहाँसम्म रह्यो है त। ल टक्क हेर्न सक्नुहुन्छ। यो यहाँ छ है त। ल जग्गा यही नै हो। यहाँदेखि उतापट्टि छ, उतापट्टिबाट माथिसम्म है त, चिटिक्क मिलेको। आहा नि, ल हेर्नुहोस् है, मोबाइल आकारको जग्गा जस्ताको तस्तै तपाईलाई देखाउँदैछु। पक्कै पनि मन पारिसक्नु भयो होला, किनौँ लागिसक्यो होला। यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। आहा नि, यति राम्रो जग्गा हेरिसक्नु भयो, मन पारिसक्नु भयो, किनौँ लाग्यो होला, पक्कै पनि लागिसक्यो। यो जग्गाको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला सङ्खरापुर नगरपालिका वडा नम्बर 5 बर्मखेल चौकभन्दा अलिकति अगाडि सुवेदी गाउँमा रहेको चिटिक्क मिलेको 3 आनाको मोबाइल आकारको टुक्रा बिक्रीमा रहेको छ है। यसमा बाटो 18 फुटे पाउनुहुन्छ तपाईहरुले। अगाडिपट्टि राम्रो घरहरू बनेको ठुलो हाइवे बाटो, रुटको गाडी चल्ने हाइवे बाटोदेखि लगभग 2-3 किता भित्री भागमा रहेको चिटिक्क मिलेको वरिपरि कम्पाउन्ड घेरेर राख्नु भएको, बत्तीको पोल, खानेपानीको प्रशस्त मात्रामा सुविधा रहेको ठाउँमा यो जग्गा तुरुन्तै किनेर घर बनाएर बस्छु भन्दा पनि मिल्ने, पछि निकै फाइदा खाएर बिक्री गर्छु भन्दा पनि मिल्ने, एकदमै सस्तो मूल्यमा आफ्नो नाम बनाउन सक्नुहुनेछ। किनकि जग्गा धनीलाई एकदमै अप्ठ्यारै परेको हुँदा, पैसाको आवश्यकता परेको हुँदा 15 दिनभित्रमा इमर्जेन्सी बिक्री गर्न लाग्नु भएको छ है। आउनुहोस्, हेर्नुहोस्, वरिपरि बुझ्नुहोस् के कति चल्या छ। अझ तपाईले जग्गा धनीले कतिमा लगानी गर्नुभएको आजभन्दा 1 वर्ष अगाडि त्यो पनि बुझ्न सक्नुहुन्छ र त्यही मूल्यमा तपाईले पाउनुहुन्छ है त। लिन चाहनुहुन्छ ढिला नगर्नुहोस्, साइडमा मैले नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरुको दिन समय राम्रोसँग जाओस्।